नमस्कार, मेरो नाम प्रेम बहादुर बोरा, शिक्षा नेपालको फाउन्डर। भर्खर हामीले एउटा नेसनल रिडिङ मेला भनेर हामीले आयोजना गऱ्यौँ र यसको मेन मोटो भनेको नेपाल पढ्दैछ र हामीले 10,000 जना नेपालीहरू त्यो प्रोग्राममा चाहिँ ल्याउने हाम्रो लक्ष्य थियो र हामी चाहिँ त्यो सफल भयौँ र 10,000 जना माघ 19 गते 10,000 जना एकै ठाउँमा बसेर हामीले एउटा नेपाल पढ्दैछ भन्ने सन्देश दियौँ। यो कार्यक्रमको चाहिँ मुख्य 3टा उद्देश्य थियो। एउटा उद्देश्य भनेको नेपालमा रिडिङ कल्चरको त्यति धेरै प्रमोट नभए पनि केही मान्छेहरू छन् जो चाहिँ पढ्नप्रति एकदमै उत्प्रेरित छन् र उनीहरूलाई इन्करेज गर्ने एउटा र अर्को भनेको जो पढाइतिर लागिरहेको छैन, मतलब यो पठन भने रिडिङ ह्याबिट छैन, उहाँहरूलाई पनि आकर्षित गर्ने एउटा मेला थ्रु आकर्षित गर्ने भने अर्को हाम्रो यसको उद्देश्य थियो भने र अर्को उद्देश्य भनेको चाहिँ यो रिडिङ मेला गर्दाखेरि हामीले जुन यो कार्यक्रमबाट जति पैसा उठ्छ त्यो पैसा चाहिँ डोल्पामा एउटा रिडिङ क्लासरुम बनाइरहेको छौँ हामीले र त्यसको लागि सपोर्ट हुने गरी हामीले यो कार्यक्रम गरेको थियौँ र हाम्रो लक्ष्य बमोजिम 3टै अब्जेक्टिभ पुरा भएको छ र अहिले यो कार्यक्रम हामीले सुरुमा गर्ने भनेर जुन कन्सेप्ट सुरु गऱ्यौँ र त्यतिखेर हामीसँग 8-10 जना हाम्रो युवा साथीहरू हुनुहुन्थ्यो र युवा साथीहरूसँगको लामो छलफल बहसपछि हामीले कुनै त्यस्तो एक्सपर्टाइज भनेर युज गरेनौँ यसमा र हामी विभिन्न आइडियाजहरूलाई चाहिँ राख्दै हामीले यो इभेन्टको कन्सेप्टलाई एउटा प्रोग्राममा ढाल्यौँ र त्यसपछि 100 भोलिन्टियर कल गरेको थियौँ नि र राम्रो सोच्ने राम्रो गर्न चाहने युवाहरू पनि धेरै हुनुहुन्छ भन्ने कुरा यसले प्रमाणित हुन्छ कि हामीले 100 जना कल गरेकोमा अहिले 150 जना युवाहरू हामीसँग संलग्न हुनुभयो र 1 महिनाको अवधिमा हामीले सबै तयारी गऱ्यौँ र विभिन्न स्कुल कलेज चोक गल्ली विभिन्न ठाउँमा गएर हामीले यो इभेन्टको बारेमा हामीले सूचनाहरू प्रवाह गऱ्यौँ र फाइनल्ली 10,000 जना त्यो इभेन्टमा हामी ल्याउन सफल भयौँ र सँगसँगै हामीले साथ दिनलाई र इन्करेज गर्नलाई नेपालको चर्चित लेखकहरू पनि उपस्थित हुनुहुन्थ्यो, जस्तै अमर नेउपाने अनि राधा पौडेल, अश्विनी कोइराला अनि सँगसँगै हामीलाई इन्करेज युवाहरूलाई एकदमै इन्सपायर गर्ने व्यक्तित्व प्रशान्त सिंह अनि नेपाल सरकारको पनि यसमा ठुलो साथ रहेको थियो। उहाँहरूले चाहिँ हामीलाई एउटा चिठी मन्त्रीज्यूले नै आफ्नो एउटा शुभकामना पत्र हामीले पठाउनु भएको थियो र सँगसँगै मन्त्रालयको प्रतिनिधित्व गर्दै हाम्रो यादव चन्द्र निरौलाजी पनि उपस्थित हुनुहुन्थ्यो। त्यो गर्दाखेरि चाहिँ 10,000 नेपालीहरू सँगसँगै चाहिँ आफ्नो क्षेत्रमा सफल भइसकेको लेखकहरू तथा अरू स्पिकर्सहरू पनि उपस्थित हुनुभयो र हामी 150 जना भोलिन्टियर त छँदै नै थियौँ। सबैजना मिलेर हामीले यसलाई चाहिँ सक्सेस बनायौँ भन्ने चाहिँ मलाई लाग्छ र यसको मेन उद्देश्य के थियो भने 10,000 जना एकै ठाउँमा बस्ने र एउटा सन्देश हामीले पढाइको महत्त्वको बारेमा एउटा सन्देश चाहिँ अमर नेउपाने उहाँ चाहिँ यो मदन पुरस्कार विजेता लेखक पनि हुनुहुन्छ र उहाँले लेख्नुभएको जुन एक परिचयको एउटा सन्देश हामी सबैजनाले सँगसँगै पढ्ने भन्ने हाम्रो सोच थियो र त्यो मेन थियो, त्यो हामीले गऱ्यौँ र त्यसपछि लगायत दिन हाम्रो जुन गेस्ट स्पिकर्सहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ दिनभरि आफ्नो पोइम मार्फत या आफ्नो भनाइ मार्फत हामी सहभागीहरूलाई चाहिँ रिडिङप्रति आकर्षित गर्ने काम गर्नुभयो र सँगसँगै हामीसँग बुक स्टल्सहरू थियो, त्यसपछि फुड स्टल्स थियो अनि फेस पेन्टिङ लगायतको स्टल्सहरू हामीसँग थियो। त्यो स्टल्सहरूको 2टा उद्देश्य थियो। एउटा मेलामा सहभागीहरूलाई अझ बढी विभिन्न एक्टिभिटीहरूमा इन्गेज गराउने र सँगसँगै त्यो एक्टिभिटी गर्दाखेरि जुन फन्ड रेज हुन्छ त्यो फन्ड रेज चाहिँ हामी रिडिङ क्लासरुम बनाउनमा पठाउने भन्ने उद्देश्य थियो र ड्रिम थियो कि 10,000 जनालाई एकै ठाउँमा ल्याउने र एकैचोटि पढ्ने भन्ने। तर हामीले एक्चुअली गरिसकेपछि त्यसले अझ इन्करेज गरिरहेको छ र नेपालमा यस्तो खालको इभेन्ट हुनुपर्छ भन्ने जुन पार्टिसिपेन्टहरूको रेस्पोन्सहरू सुन्दाखेरि र सँगसँगै हाम्रो जुन अर्गनाइजिङ जुन टिम छ 150 जना युवाहरू, त्यो टिमको रेस्पोन्स हेर्दाखेरि चाहिँ हामीले अर्को वर्ष अझ बृहत रूपमा गर्नुपर्छ भन्ने चाहिँ हामीलाई लाग्छ। त्यो दिनको सहभागीहरू र विशेष गरी हाम्रो अर्गनाइजिङ टिम हाम्रो युवा साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ र यो कार्यक्रमलाई सफल बनाउनलाई थुप्रो पार्टनर्सहरूको पनि हाम्रो त्यसमा योगदान रहेको छ र नामै लिँदाखेरि पनि हाम्रो फाइन प्रिन्ट
फाइन प्रिन्ट प्रकाशन छ, उहाँहरूले हामीले सपोर्ट गर्नुभएको छ, उहाँहरूलाई धन्यवाद। त्यसपछि एनआइसी एसिया ब्याङ्क, त्यसपछि कलर्स इभेन्ट एन्ड फेयर्स, अनि त्यसपछि बाजेको सेकुवाले उहाँहरूले स्पोन्सर गर्नुभयो यो इभेन्ट। हामीले सुरुमै यो कुरामा युवाहरूले गर्न चाहिरहेको छ र गर्न सक्छन् भन्ने हाम्रो कुरा सुनेरै विश्वास गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र यो कार्यक्रमको दौरानमा HCI, CAHC, समुन्नत कर्णाली लगायत सङ्घ संस्थाहरूले पनि टेक्निकली सपोर्ट गर्नुभएको छ र अरू डाइरेक्ट इन्डाइरेक्टमा अझ धेरैजनाको, सबैजनाको नाम भन्ने साध्य छैन, त्यही भएर सबैजना जोजना यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद।